बलात्कार गर्नेलाई चाहिँ फाँसी देऊ, त्यो फाँसीको सम्भावना छ? नेपालको संविधानले त्यसको परिकल्पना गरेको छैन। तपाईँले के गर्नुहुन्छ? त्यसलाई परिमार्जन गर्ने, संशोधन गर्ने केही छ त्यस्तो? होइन, यस्तो छ तपाईँको। अब यसमा तपाईँको मेरो व्यक्तिगत धारणा सोध्नुहुन्छ नि, यसमा चाहिँ तपाईँको बलात्कारीलाई फाँसी दिनु एकदम राम्रो कुरा हो। क्यापिटल पनिसमेन्ट चाहिन्छ हाम्रो देशमा, नत्र भए मान्छेहरू तपाईँको तर्सिँदैनन् भनेर भनौँ न होइन। अब बलात्कारीको कुरै अघि मैले हजुरलाई भनि नै हालेँ होइन। गोली हानेर त मार्दै रहेछ त तपाईँको त होइन, शान्तिपूर्ण आवाज उठाउँदैन मार्दै रहेछ त। भनेको त बलात्कारीलाई र तपाईँको त यो भ्रष्टाचारीहरूलाई त तपाईँको गोली हानेर त मार्ने त तपाईँको त केही न केही त कानुन त ल्याउनु पर्ला नि त त्यसको लागि त होइन। होइन, त्यसरी गरेर फ्रिली तपाईँको हामी भोइस उठाउँदा हुन्छ भने अब कोही छोरी चेलीलाई बलात्कार गर्छ भने क्यापिटल पनिसमेन्ट इज नेसेसरी होइन। अब यो चाहिँ मेरो व्यक्तिगत धारणा हो। अब यसको लागि तपाईँको समस्त अब सबैजना हामीहरू मिलेर डिस्कसन गर्नुपर्ने छ। नीति नियम कानुनहरू अब त्यसमा चाहिँ अब चेन्ज गर्नुपर्ने होइन, हरेक कुराहरू छन् होइन। त्यसको लागि डिस्कस गरेर गर्नुपर्छ। अन्तिममा बिरुवागुठीमा तपाईँले सम्पर्क गर्नुभयो सिडिओ साहबसँग, प्रहरी प्रशासनसँग, एसपी साहबसँग के भन्नुभयो? उहाँहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ हामी जसरी पनि समात्छौँ सर भनेर भन्नुभएको छ। अनि मेन चाहिँ त्यो महिलाको अवस्था र अहिले उद्धार के गर्नुपर्ने हो विशेष त त्यसमा ध्यान दिनुपर्ने छ। खुट्टा छिन्नेकै अवस्थामा छ कि के छ? खुट्टा काट्नुपर्ने भनेर भन्नुभएको छ। अब त्यही अनुसारमा क्राइम गरेको मान्छेलाई त एकदम कडाभन्दा कडा हामीले यो फौजदारीमा जाने भयो? फौजदारीमा जान्छ, फौजदारीमा जान्छ। फौजदारीमा त 100% गइ नै हाल्यो नि होइन। त्यसलाई चाहिँ छोड्ने नै हुँदैन हामीले। यस्तो मान्छेहरूलाई चाहिँ समाजको कलङ्कहरू हो कि यस्तो मान्छेहरू। यति बेला हामीले कुरा गर्दै गर्दा प्रत्येक वर्ष 2000+ चाहिँ बलात्कार हुने गर्छ, 70+ त सामूहिक बलात्कार हुने गरेको छ। यस्ता खालका घटनाहरूमा यो कारबाही नगर्दाखेरि अलिक अपराधीहरूमा मनोबल बढ्ने त्यो खालको चाहिँ भनौँ न एउटा चाहिँ स्ट्रक्टिभ त्यो खालको चाहिँ दम्ब बढ्ने खालको देखिन्छ, त्यो लाग्छ? अब क्राइम गर्नेहरूलाई तपाईँको दण्ड त्यही अनुसारमा मिलेन भने त तपाईँको इन्करेजमेन्ट र त भइ नै हाल्छ होइन। त्यही भएको हिसाबले अब यसमा सबैजना हामीले बसेर डिस्कसन त गर्नेवाला नै छौँ होइन। निर्मलादेखि इनिसासम्मका सबै घटनाक्रम सबै ठिक हुन्छ, तपाईँहरूले त्यो समाधान गर्नुहुन्छ? समाधान गर्ने भन्दा नि यसको लागि नियम कानुनहरू के छ कसो छ होइन, कसरी बनाउने, यसलाई अझै कडा रूपमा हामीले कसरी प्रस्तुत हुने सरकार होइन, निर्मम रूपमा कसरी प्रस्तुत हुने होइन महिला हिंसाको विरुद्धमा, अब बलात्कारको विषयमा होइन। अब भन्नै पर्दाखेरि तपाईँको अब भन्नुहोस् न, अब हामी यस्तो खालको देशमा छौँ जहाँ तपाईँको हामीले आवाज उठाउँदाखेरि हामीलाई गोली हानिएको छ, त्यही संविधानमा टेकेरै हानेको छ होइन। तर त्यही बलात्कारीहरू चाहिँ तपाईँको खुलेआम घुम्दैछ होइन। त्यही संविधानमा टेकेर अर्को सच्याएर तपाईँको यो बलात्कारी र भ्रष्टाचारहरूलाई गोली हान्ने किन नबनाएको? अब त्यो विविध कारण हुनसक्छ अब होइन। अब त्यो कारण त हामीलाई थाहा छैन होइन। अब यावत कारण हुनसक्ला, आफ्नो गराइसी समस्याहरू हुनसक्ला, तर त्यो भन्दैमा तपाईँको एउटा महिलाले त्यसो गरेर बाँधेर खुट्टा काटेर त्यस्तो हेरिराख्नु त हामीले सहनु सक्दैनौँ नि हामीले त्यो कुरा त। यो नीति निर्माण अलिक फितलो भएको कारण पनि हो जस्तो लाग्छ? महिला हिंसाको लागि त नीति निर्माण अलिक फितलै छ अनि धेरै कडा गर्नुपर्ने छ यसमा नीति निर्माण। तपाईँहरू त्यो ठाउँमा हुनुहुन्छ, के गर्नुहुन्छ? अब धेरै कुरा गर्नुपर्ने छ। अब त्यसमा पोलिसी वाइज हामीले के गर्न सकिन्छ होइन, डिस्कसन गरेर यसमा चाहिँ अझै हामीले लहरूलाई होइन, नियम कानुनहरूलाई कसरी चाहिँ एकदमै मजबुत गर्न सकिन्छ त्यसमा हेर्नुपर्छ, ताकि मान्छेले यस्तो गर्नुभन्दा अगाडि चाहिँ 1000 चोटि सोचोस् कि मैले यसको दण्ड कस्तो पाउनेवाला छु भनेर सोचियोस्। त्यो लेभलको त्यो उहाँहरूलाई अवेरनेस भयो भने बल्ल त तपाईँको त होइन त्यस्तो क्राइमहरू हुँदैन नि त समाजमा।